हेलो गाइज, वेलकम टु माई च्यानल। आज चाहिँ फेरि आइसकेको मेरो छोटो मिठो ब्लगमा। आज चाहिँ म बुधबार बजार जाँदैछु 5:50 म बाइक निकाल्छु कि अब चाहिँ म जाँदैछु। ल गाइज, अब चाहिँ म आइसकेँ। अब चाहिँ म बजार जाँदैछु। अब लास्टसम्म हेरिदिनु होला, भिडियो सपोर्ट गरिदिनु होला। अब चाहिँ म मेन रोडमा निस्किन लागिसकेको छु गाइज। बिचबाट जाने हो गाइज। अब चाहिँ हामी बजार आइसकेको छौँ। मेला लागेको साइडमा गाइज हम चाहिँ आइसकेको छु बजार। अब चाहिँ मेलातिर आइसकेको छु। बजार चाहिँ आइसकेको गाइज। गाइज अब चाहिँ आइसकेको छु यहाँ। अगाडि जान्छौँ। पहिला हामी बाइक राख्छौँ, त्यसपछि मेलाको बिचतिर जान्छौँ। हामी चाहिँ आइसकेको छौँ मेलामा। बाइक पनि यहाँ पार्किङ गरिसकेको छौँ। अब चाहिँ हामी जाँदैछौँ गाइज हेर्न। ल गाइज हेर्नु होला सबै बजार। हामी चाहिँ अब आइसकेको छौँ यहाँ। अब गएर सब्जी किन्छौँ। त्यसपछि यहाँ चाहिँ माछाको लागेको छ। अब चाहिँ पहिला हामी सब्जी किन्न जाँदैछौँ होइन गाइज। चाहिँ बहुत भिड लागेको छ गाइज होइन। यताको चाहिँ मिठाईको पसलको लाइन गाइज हुँ परेसम्म नास्ता अनि त्यसपछि मिठाईहरूको। यहाँ चाहिँ जो के अरे बिउहरूको त्यो रहेछ गाइज होइन। एउटा साइडको रोड आइसकेको छु। उतातिर रोड लागेको छ, उतातिर रोड होइन।
यतातिर आइसकेको छु म। यता पनि माछा बरु छ। यहाँ चाहिँ अब हामी सब्जी किन्छौँ। हेरौँ गाइस पहिला के कस्तो छ यतातिर सब्जी। यतातिर चाहिँ रोडहरू हुन्छ गाइस। यतातिर यहाँ रहेछ सब्जीहरू। यता नास्ता पसल यो गाइस। माटोको भाँडा चाहिँ उता राखेको छ गाइस। हेर्नु सक्नुहुन्छ माटोको भाँडाहरू। सब्जी हेर्दै हुनुहुन्छ ड्याडी। अब म चाहिँ त्यस्तै दिन्छु यहाँ। चाहिँ माटोको भाँडाको पसल रहेको छु उहाँ अगाडि। हेर्न सक्नुहुन्छ यहाँ पछाडि। ल गाइस यहाँ चाहिँ किन्दै हुनुहुन्छ सब्जी। हेरौँ के लगिन्छ। खुर्सानी र बोडी लिनुभएको छ। बहुत भिड अहिले साँझको 6:19 गएको छ। अहिले त्यति धेरै भिड छैन। दिउँसो हुन्छ। खुर्सानी बोडी भेन्डी कागती रहेको छ यहाँ। बोडी र खुर्सानी लिइसकेको छौँ। अब जाँदैछौँ हामी। अरू के छ हेर्छौँ। के छ सब्जी हेरौँ। बेसी यता तपाईँ नास्ता पसल रहेको छ गाइस अगाडिमा। धेरै भिड छैन छनको अहिले। लगाइ जहाँदेखि कहिले
यहाँबाट चाहिँ हाम्रो करेला लिइसकेको छौँ। अब अरू के छ सब्जी हेरौँ। के चाहिँ लगेर जाने अब। यो चाहिँ मिठाई दोकानहरूको साइड रहेको छ उता सबै। पुरै मिठाईको पसलहरू रहेको पारीसम्म मिठाई नास्ताहरू यतातिर पनि बनिरहेको छ मिठाईहरू। यहाँबाट चाहिँ हामीले जेरी लिइसकेका छौँ गाइज। यहाँदेखि हामीले जेरी लिइसक्यौँ। अब यहाँ पनि बनिरहेको छ जेरी। पाउँछ होला। यहाँ चाहिँ आलु लिने भनेर आएको थियौँ गाइज होइन। यहाँदेखि सब्जी लिइसकेको छौँ गाइज। अब चाहिँ हामी यतातिर जाँदैछौँ। भाई कति रुपैयाँ किलो हो? टमाटर 100 रुपैयाँ किलो। यो त हाइब्रिड जस्तो छ। यहाँ चाहिँ हामीले आलु लिएर अब सब्जी सब लिइसकेको छौँ आलु सहित। अब चाहिँ हामी यो आलु लिएर अब घर फर्किन्छौँ। चाहिँ अब हामी सब्जी लिएर अब फर्किँदैछौँ। अब चाहिँ हामी घर फर्किन्छौँ। सब्जी सब किनिसक्यौँ। अब चाहिँ घर फर्किँदैछौँ।
फाइनल गाइज अब चाहिँ हामी सब्जी किनेर आइसकेको छौँ। अब चाहिँ घर फर्किँदैछौँ। ल गाइज होइन म चाहिँ अब घर आइसकेको छु। सब्जी लिएर अब घर आइसकेँ। आजको ब्लग यति नै। कस्तो बाइ बाइ गाइज।